मोए क्यू हामी न्यु इयरमा के भन्छ सिरुपाते रिसोर्ट सिरुपाते ट्राउट पार्किङ ट्राउट माछा खानु आएको हामी ट्राउट पार्किङ खानु उहाँ चाहिँ एकदमै सुन्दर ब्युटिफुल एउटा बच्चाको आमा हुनुहुन्छ तर त्यस्तो देखिनु हुँदैन हैन हेर्नु त भर्खर 16-17 वर्षको कलको लाउँदो उमेर यहाँ चाहिँ एकदमै ब्युटिफुल तुम्हाले धोका दिनुभएको इच्छा दिदी हामी के गर्न आएको माछा खानु माछा खानु हिँडेको हामी यो नयाँ वर्ष 2082 साल मनाउनु आएको यता अब यो चाहिँ तपाईहरूले चाहिँ मेरो हाम मुभिज भन्ने च्यानलमा हेर्नु सक्नुहुन्छ देख्नु सक्नुहुनेछ तपाईँहरूले हेरेर रमाइलो मान्नु होला तपाईँहरू पनि हामीले खानुभएको भएर तपाईँहरूको पनि पेट अगाउने गरी भन्ने आएर Who is that pretty girl? सबैलाई यो कलरले सुहाउँछ Blue is mine. I am made for blue. आउनु अगाडि मैले बिहानदेखि ओइ कसरी बाँचिरहेको छ तिमी मैले एक्जाम दिएको म पास हुन्छ होला पास भयो भने इच्छालाई पानीपुरी खुवाउँछु ओ यो चाहिँ रेकर्ड भयो है यहाँनिर हेलो मोए इट्स मी क्यू कस्तो गर्थ्यो मुभी मोए खै मैले बिर्सेँ मोए वेट The struggle is real. Moe you. तेलासे पदमार्गमा लिम्बूमा चाहिँ के भन्छ भन्दाखेरि नि तेलासे हात्तीको सुड जस्तो छ अरे हैन लामो लामो मायाको गुण भनेको यही हो तेलासे हामी पनि खेल्नुपर्छ भरे अगाडि भन्दा ओ यहाँनिर फोटो प्रिति नि पनि रहेछ किन्ने भन्छ के यसलाई एकछिन त्यतिकै उभो त यहाँबाट स्क्रिनसट मलाई फोटो ब्युटिफुल देख्छ दिदीको पोज हामी चाहिँ हिँडेकै छौँ 10 दिन हिँडेर आइपुग्यौँ यहाँसम्म यो चाहिँ म अघि राम्ररी हुनुलाई लुगा खोजिरहेको थिएँ त्यतिखेर एउटा काठले हानेर बिचको पीडित जिन्दगी अब हामी यहाँ माथि चढ्ने चढ चढ्नु लोकेसन चेन्ज ट्राउट माछा खाने ठाउँ त कस्तो राम्रो रहेछ है ल आम्मा ल हेर्नुहोस् यहाँ तल खोला अनि वन जङ्गलको बिचमा रिसोर्ट रहेछ कस्तो राम्रो
गोदावरीको चाहिँ ट्राउट माछा खाने रिसोर्ट के भन्छ सिरुपाते आए सिरुपाते रिसोर्ट। यहाँ यस्तो रमाइलो ठाउँ रहेछ ल, हेर्नुहोस् रमाइलो गर्दै मेरो नयाँ साल 2082 सालको नयाँ साल मनाउन हामी परिवार यता आएको है। जेठानी देउरानी 2 जना छोरी 1 जना बुहारी। अब म यहाँ माथि चढ्छु। यहाँदेखि तल गयो भने चाहिँ माछा आफूलाई कति खानु मन लाग्छ माछा यहाँ तल छ। आफैले निकाल्ने छानेर अनि फ्राई गरेर खाने। धेरै फोटो एउटा सानोवाला निकालिदिन्छ लाठीले दिन्छ र फेरि मोबाइल तल पुरै झर्छ है। 기조국마 सालाई तुम्हारा एक साथी चाहिँ धमाधम फोटो खिच्दै राख्नु भएको छ। ओ माय गॉड कस्तो क्रिन्ज हुन्छ। ब्युटिफुल ओहो ओहो फोटोग्राफर एकैचोटि सर मेरो चाहिँ नाक भाँचेको छ गाइस। मेरो चाहिँ नाक भाँचेको छ। चिउरा कुट्ने ओखली अरे यो चाहिँ ए के सुमदाङ हौ हाम्रो लिम्बूमा त सुमदाङ पो भन्छ। यो चाहिँ हलो हलो जुवा हलो जुवा यहाँ सबै छ। यस्तोहरू पनि रहेछ। जुवा चाहिँ ऊ माथि झुन्ड्याएको रहेछ। हलुट लालटिन अनि ठेकी अनि घिउ राख्ने यसलाई के भन्छ हौ खिचिसक्यो उयो पिरा यस्तोहरू।
यो खालको हलो जुवा जुवा र हलो यता छ उतापट्टिबाट पनि खिचेको थियो अनि यो चाहिँ उर्कल चिउरा बनाउने अरे यहाँनिर ट्राउट माछा चाहिँ यो है हामीले अघि समातेर पक्रेर चाहिँ अहिले फ्राई गरिसकेको छ चम्चीहरू ल्याइदिएको रहेछ चिया चाहिँ खाइहाल्छ त करिस्मा चिया खानेले चिया खाइहाल्नु यो पनि चिसो भइजान्छ करिस्मा सिरिचुरमा बस्छ मर्छ अहिले म छ भने दुईटामा पनि ल्याएको भने हुन्थ्यो माइजलाई हेर्नु यहाँ त भिडियो मात्र तर ऊ चाहिँ होइन सबै निकाल्यो मैले सबै निकाल्छ केही हुँदैन केही हुँदैन एडिटर यता हुनुहुन्छ एडिटरले आफै बुझेर सबै चिज गरिदिनुहुन्छ है त होइन गुरुजी पछाडि तपाईँहरूको हरिएसिन दामी आएको छ है हजुर ए सरी है कहाँ बिगार्नु म यहाँ भिडियो खिच्दैछु यो चाहिँ मेरो राम्री चाहिँ मेरो देउरानी है गीता गुरुम्बाङ नेम्बाङ मेरो कान्छी काइली कान्छी पनि भन्छ काइली पनि भन्छ के उसलाई यहाँ म टिकटक बनाउँछु अब चाहिँ ल म यता जान्छु एकछिन ए यहाँ मेरो छोरी देउरानी सुप्रिया छोरी अनि करिश्मा बुहारी आज एकदम रमाइलो गरिरहेको छौँ है त्यही 9 साबी भएको छ सिरियसमा यो सहर सुप्रिया ए मलाई 9 साबी भएको छ बाई बाई हामी त कति उहाँहरूले चाहिँ यो चाहिँ गिफ्ट फ्रम कसले गिफ्ट दिनुभएको साउट आउट गर्नु न ए यो मेरो छोरा मिङसो हाम नेपालले मलाई केबाट यो ल्याइदिएको ए यो होइन मोबाइल चाहिँ यो त भान्जा हाम्रो सुन्दर भान्जाले ल्याएको के अरे बुहारी र छोरालाई के अरे भान्जालाई धेरै धेरै धन्यवाद हामी जेठानी देउरानीलाई कति राम्रो पछ्यौरी दिएर हामी आज घुम्न आउँदा पनि उडेको छौँ अझै अर्को ठाउँ जाँदा पनि उठ्छौँ